फर्स्ट टाइम है सबजना कन्सर्ट रोदी फर्स्ट टाइम हो सबैजना फर्स्ट टाइम हो क्रिस्चियन चाहिँ मेरो फर्स्ट टाइम ए हिन्दू चाहिँ हैन रेकर्ड गरिरहेको खै सबले हेर्नु पर्दैन फेरि खिच्दा त सबले यस्तो हेर्नु पर्छ आजको यो वर्षिप कन्सर्टलाई हामी परमेश्वरको चरणमा राख्नेछौँ। हामी सबैजना मिलेर हामी ईश्वरको प्रार्थना गरौँ र प्रोग्रामलाई आजको सेवालाई आजको गर्दाखेरि यहाँनिर कुनै बाधा अनि अवरोध कुनै पनि टेक्निकल कुरा कुनै पनि समस्याको कुराहरू नभएको होस्। हामी ती सबै कुरालाई यीशुको नाम हामी ती बाधाहरूलाई इन्कार गर्दछौँ परमेश्वर पिता। अनि जो जति यो हुन मन पर्छ ल है हुन मन पर्छ
मिति वैशाख 22 देखि सक्यो 26 गतेसम्म साँझ 4 बजेदेखि 36 बजेसम्म प्रवेश निःशुल्क र थप जानकारीको लागि सुनिल कुमार सर एकचोटि हात उठाउनुहोस् न उहाँलाई सम्पर्क गर्नुहोला मैले अघि नाचेर देखाइदिएँ पछाडि देखाउन मनिका कस्तो लाग्यो कस्तो लाग्यो भन्दै कस्तो लाग्यो बिन्छ कस्तो लाग्यो जेन्साले त 400 रुपियाँ फिर्ता दियो भन्ला प्रोग्राम नि सिधै आउँछ फिर्ता दियो अनि म चाहिँ भिडियोमा जस्तो देखिँदैन मेरो त्यस्तो छ नि त एउटा आँखा सानो छ मेरो आँखा त्यस्तो छ क्या भिडियोमा जस्तो छ रियलमा त्यस्तै हुनु पर्यो त्यति होइन तिमीले भिडियो हेरेकै रहेन मैले सबै प्रकारको हेयरस्टाइल गरेँ मैले सबैमा सबै टाइपको भिडियो के अरे हेयरस्टाइल गरेको छु क्या यहीँबाट होइन तरकारी बेच्न आउँछ नि उता होइन यहीँबाट तरकारी लिएर आउँछ होइन भनेको तरकारी बारी स्प्राइट कोक एउटा बिरयानी मसला चिकन मसला 1 लिटर सनफ्लावर तेल काँक्रो 3 पिस आइसक्रिम केही बिर्सेन नि हो छैन बिर्सेन फोन चाहिँ लिएर जाऊ कलरको लागि कलर नहाल्ने त्यो बिरयानी भलै हुन्छ अनि उ त्यो मसलाले चामल पर्दैन चामल छ चामल एक बोरा ल्याउने हो सानो चामल छ प्याकेट त्यो होइन यहाँ छ कति स्कुप चक्लेट छ नि भाइ इमिली बम लिएर होला कहाँ सबै अमिलो छ अनि मसला सबै अमिलो माडमा गएपछि चुपा चुप छ काँक्रोहरु यहाँबाट भाइ मेरो एटिएम खै ए उयो छ त्यो अरूहरूले जस्तै अहिलेको टिकटकमा चाहिँ यो सिगन भने जस्तो ग्रुप देखाउँछ नि त्यसरी नदिने होइन
चाहिँ सिङ्गलले भने कसरी भन्छ अब मानु तिमीले भनेको हैन मेरो सिङमा सामान मात्रै थियो मेरो सिङमा यस गर्ने मेरो सिङमा भनेर टक्क यसो क्यामेरा ल्याइदिनु मलाई भने साथी रियलमा टिकटक बन्दैछ अब कन्टेन्ट बन्दैछ यहाँ म भ्लगमा हाल्छु यो सबै छैन केही देखाएको छैन होइन यहाँ तयारी के रे बिन्सा के रे यहाँ चाहिँ भिडियो बन्दैछ मेरो जीवन टिकटक बनाउने तयारी भइरहेछ मजाहरू छ यहाँ टिकटकको तयारी भइरहेछ उले झन् यस्तरी फ्याल ल्याएछ मलाई थाहा नहोला यहाँ ल बिरयानी बन्दैछ हामीले एक्लै वान म्यान आर्मी अरू सबै टिकटक बनाउने छैन एउटा नि बनाएको छैन टिकटक चाहिँ सिक्यो भन्दैछ मलाई सिकाउनु त म हानिदिन्छु अर्कोको तयारी हुँदैछ मेरो आशा तपाईमा छ तिमीलाई त झन् महान जर्नलिस्टलाई राइट जानेहरू चाहिँ टक्कै हाल्ने है माथि जाने त्यसपछि लेफ्ट जानेहरू चाहिँ लेफ्ट जानेहरू चाहिँ अनि तिमी चाहिँ यसरी ल यसरी गर्नु ल अनि हो थाहा छ कसरी घुम्नुपर्छ भनेर मैले त सिधै हालेँ यो भयो तपाईँ यो भएपछि तिमी जस्तो केटी मान्छे घुम्नु अरे यसरी हुन्छ नि थोरै पहिला हाइट जो जम्ने नि त्यसो भयो नि यसरी लिएर टक्क यसरी आउनु सर अनि हात गर्ने पनि छ नि यो हात छ नि मेरो सारा जीवनले भन्दा कस्तो चाहिँ अब क्रसको तिमीको लास्ट क्वेसन गर्छ लास्ट क्वेसन के हो लास्ट कान मिठो पो हुन्छ बिरयानी पाक थोरै मिठो खाने हो क्या थोरै मिठो बिरयानी पाक्दैछ कस्तो हुन्छ हेरौँ अब पहिल्यैदेखि नाचेर बस्छ कि अरू बिचमा नाचेर बस्छ न के हुन्छ कि त्यो आफूलाई खराब भइसक्यो दाइ सबै ग्रुप बस्नु गीत भयो नि अरू पनि पाल्छ यति स्टिल चाहिएको छ अब चाहिँ
टिकटक बन्ने काम भइरहेछ आज नाच्छ हामी ल टिकटक फेसबुक इन्स्टाग्राम सबैमा जान्छ सेकेन्ड टिकटक सेकेन्ड भिडियो नोटिस हुँदैन अब होइन के हो भइसक्यो लास्ट गरिदिउँ भने यो पनि भयो अझ लास्ट गर्नु तल पाकिसक्यो अब सिधै खाने यो घोला त तलको मासु झिक्का त माथि पाकेकै त होला नि अब पाकेको छ कस्तो बनायो रस्ता मुखमा खाँदाखेरि आफै पाक्छ तिमीले एउटा दुईटा 11:15 भयो सबै मनिका भोलि सुरु गर्यो बिरियानीको पर्खाइ नाच्छौँ सबैजना यो स्ट्रबेरी त होला यो चाहिँ चन्बल भन्नु होइन ओ यो चाहिँ खानुपर्छ कि यो चाहिँ मलाई स्ट्रबेरी को खाने हो स्ट्रबेरी म खान्छु प्रवरसले खतरा बनाउँदो रहेछ यो हाल्नु त मलाई चक्लेट